आजभन्दा लगभग 2 महिना अगाडि मैले मुक्तिनाथ कृषि कम्पनीले बिक्री वितरण गरेको नेपालकै अर्ग्यानिक गोल्डन स्याउ लिएको थिएँ। त्यो मध्ये एउटा स्याउलाई चाहिँ मैले कति समय टिक्दो रहेछ भनेर घरमा राखेको थिएँ र आज 2 महिनापछि खोलेर हेर्दाखेरि स्याउमा अलिकति कलर चेन्ज भएको देखेँ, अलिकति चाउरी परेको देखेँ, तर स्याउ केही पनि बिग्रिएको थिएन। जुन स्याउलाई मैले काटेर टेस्ट पनि गरेँ, टेस्ट त्यो सुरुको भन्दा अहिले झनै टेस्टी पाएँ मैले, किनकि यो स्याउ अर्ग्यानिक हो, यसमा विषादी मिसिएको छैन। त्यो कारणले गर्दा आज 2 महिनासम्म पनि केही भएन भने मैले एउटा रेड स्याउ, यो सायद चाइनातिरबाट आएको हुनुपर्छ, यो एउटा रेड स्याउ मैले 15-20 दिन अगाडि लिएको। 15-20 दिनमै यो स्याउको हालत चाहिँ यस्तो भयो। किन भन्दा यो विषादी मिसिएको कारणले गर्दाखेरि यो स्याउको हालत चाहिँ यस्तो देख्यो, जुन चाहिँ 15-20 दिन पनि राम्रोसँग टिक्न सकेन। त्यस्तै हामी मानव शरीर कति मूल्यवान र महत्त्वपूर्ण छ। हामीले हाम्रो यो मानव शरीरमा पनि यस्तै विषादीयुक्त खानाहरू खाँदाखेरि, जे पाए त्यही खाना खाँदाखेरि शरीर बनाउने भनेर विभिन्न किसिमका स्टेरोइड इन्जेक्सन, विविध किसिमका चाहिँ अवैधानिक प्रक्रियाहरू अपनाउँदाखेरि चाहिँ रेड स्याउ जस्तो हुन्छ भने अर्ग्यानिक आफ्नै भान्साको, आफ्नै ठाउँको, आफ्नै गाउँको र आफ्नै घरको खाना खाँदाखेरि चाहिँ यो गोल्डन स्याउ जस्तो चाहिँ बलियो हुन्छ। अब भन्नुहोस् तपाईँ कस्तो चाहनुहुन्छ? यो रेड स्याउ जस्तो चाहिँ छोटो आयु चाहनुहुन्छ अथवा गोल्डन स्याउ जस्तो लामो आयु चाहनुहुन्छ? त्यो तपाईँकै हातमा छ। त्यसैले आजबाट खराब खाना नखाउँ, विषाक्त खाना नखाउँ, हानिकारक खानाहरू नखाउँ, आफ्नै भान्साको स्वास्थ्यवर्धक अर्ग्यानिक खाना खाएर शरीर बनाऊ।